यो आजको नास्ता यो भाउजू आज फापरको लबर बनाउने हो मैसा खानुपर्छ। यो हाम्रो अर्ग्यानिक अन्न हो होइन, हाम्रो बाजे बुबाको पालादेखि खाँदै आएको एकदम फल्थ्यो। पहिलामा त खुब लाउँथ्यो, आज मान्छेले लाउन छोडिसके। अनि यो कहिलेकाहीँ खानुपर्छ, स्वास्थ्यको लागि राम्रो हुन्छ। अगाडि घिउ हाल्नु पर्दो रहेछ है। मिठो हुन्छ पनि, मलाई चाहिँ उसिन्छ सेलरोटी पकाएर जस्तै गर्नुपर्दो रहेछ त। हजुर, यो केसँग खाने त फेरि चटनी बनाएर खाने हो, साग पनि बुटाउना खान सकिन्छ त। यहाँ गहिरो छ यो तावा, उताको मलाई लगाउनु। झ्याप आहा बन्ने हो लगेर राखेका बनाउन लास्ट। बाबै रोटी पनि तिनै छन् त आज भाउजू। तिनवटा नि, एउटा हजुरलाई, एउटा हजुरको दादालाई, एउटा मलाई, तिनजनालाई एउटा भात किन धेरै धेरै खानु र मैसा, त्यही भएर तिनवटा रोटी मात्र पकाएको। फापरको रोटी है, फापरको रोटी कसलाई मनपर्छ हजुरहरूलाई खाने, हामीलाई सम्पर्क गर्नुहोस् है।